सबैको अपहेलित भएकी भुन्टीले धेरै पछि कसैको अँगालोमा बाँधिएर न्यानो माया पाउँदा अचम्म महसुस गरेकी छिन्। भुन्टीलाई लामो समयदेखि चाहने, बिहे गर्न चाहने एक युवा भेट हुँदा उनले धेरै कुराहरू, आफ्नो मनको कुराहरू खोलेकी छिन्। कसैलाई आफ्नो मनको कुरा उनले खोल्न, व्यक्त गर्न, मनको पीडाहरू भन्न पाएकी थिइनन्। तर ती युवाले भुन्टीलाई आफ्नो कुरा राख्ने वातावरण मिलाइदिइसकेपछि भुन्टीले भने, मैले अहिले बिहे गरेर धेरै दुःख पाएकी छु, धेरै तनावमा छु। श्रीमानले पनि साथ सहयोग गर्दैनन्, अन्य केटीहरूसँग लाग्छन्। तपाईले मलाई पनि बिहे गर्न चाहनु भएको थियो, मैले तपाईलाई लखेटे, त्यही लखेटेको पाप अहिले भोगिरहेकी छु, मलाई माफ गरिदिनु होला भनेर त्यो मान्छेलाई अनुरोध गरेकी छिन्। त्यो मान्छेले पनि भुन्टीलाई अत्याधिक चाहने भएकोले बिहे नगरिकन बसेको थियो। दुईजनाले अँगालोमा बाँधिएर पीडा साटासाट गरेका छन्। अर्को भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला, शेयर गर्नुहोला। धन्यवाद।